पहिला त मेरो लागि धेरै गाह्रो थियो हैन नेपाली बोल्ने आउँदैन धेरै गाह्रो थियो तर धेरै ट्राई गरेको दाइले मलाई सिकायो चिया लिनु हुन्छ भन्नुपर्छ 2 घण्टामा 3-4 कप मात्रै जान्छ त पहिला बेच्नै आउँदैन सुरुमा हजुर तर त्यसपछि सिकायो किन त चिया पकाउने अलि गाह्रो हो सामान किन्नुपर्छ चिनी चियापत्ती कप एउटा कप पनि चाहिँ प्याकेटको 100 रुपैयाँ पर्छ हैन अनि लङ सुगमेलहरू मसलाहरू यो पनि सुगमेलहरू त धेरै महँगो हैन बनाउनै आउँछ तर पकाउँदैन म बुढी पकाउँछ बुढीले पकाउँछ हजुर आफूले बनाउँदैन अहिले बनाउँदैन त म बेचिरहेको छु अहिले पकाउँछ म बेच्छु जान्छु सबै पसलहरू बनाउँछु म चिया लिनुहुन्छ अनि को खाने मन छ को खाने मन छैन अनि त्यसपछि चिया दिन्छु बिस्तारै तर ट्राई धेरै गर्छु चिया खाने मान्छेले पनि ट्राई गर्छु तर अब चिया खाने मान्छे त चिया खाँदैन तर जान्छु म टाइममा जान्छु सोध्छु चिया लिनुहुन्छ अहिले त नेपालको मान्छेहरू मलाई नेपाली जोइ भनिरहेको छु हाम्रो नेपाली जोइ भन्दैछु सुरुमा इरानबाट नेपाल आइसकेपछि हैन चिया बेच्नुभन्दा अरू काम पनि थियो म त 7 महिनासम्म एउटा होटलमा तामिलहरूतिर काम गरेर हैन अनि त्यसपछि पैसा नदिएर साउजीले अनि काम गर्ने छोडिदियो سلام میکنم به همه ایرانیان عزیز علل خصوص اهوازیای خونگرم خودمون و بچهای آسیاباد دلم خیلی براتون تنگ شده خیلی دلم براتون تنگ شده اگر این اینترویو رو میبینید از ته قلبم دوستتون دارم و همتون رو میبوسم नमस्ते सर है के छ हाल खबर एकदम राम्रो छ हजुरको नाम भनिदिनु त मेरो नाम आर्यन हो इरानी नाम मोहम्मद हो तपाईको घर इरान हजुर कहिले आउनु भयो नेपाल 3 वर्ष अगाडि हजुर अहिले त यहाँ असनमा चिया बेच्दै हुनुहुन्छ हजुर चिया बेचिरहेको छु अहिले कहिलेबाट बेच्दै हुनुहुन्छ चिया अब दिल्ली त 8-9 महिना हो यो भन्दा अगाडि त लकडाउन भन्दा अगाडि यो पनि बेचिरहेको थियो ठमेलमा रातभरि हजुर कति समय ठमेलमा बेच्नु भयो चिया 7-8 महिनासम्म बेचिरहेको थियो अनि लकडाउन पछि बेच्न बन्द भयो त्यसपछि फेरि लकडाउन खुल्यो त्यसपछि फेरि बेच्न थाल्नु भयो हजुर त्यसपछि चाहिँ असनमा हो हैन लकडाउन पछि फेरि 4-5 महिना त्यो इन्द्र चोकमा टावल बेचिरहेको थियो कसले सिकायो यसरी चिया बेच्नुपर्छ भनेर अनि एकजना दाइ थियो सिन मलाई सिकायो कसरी चिया बेच्ने कसरी व्यापार गर्ने अलिअलि मलाई सिकायो अनि त्यसपछि म आफै थर्मस हात राखेर गयो चिया बनाउन कसले सिकायो सुरुमा राम्रो बन्यो सुरुमा पहिला त थाहा भएन कसरी चिया पकाउनु पर्छ दुध चिया त कस्तो किन त हाम्रो देशमा यो चिया चल्दैन दुध चियाले चल्दैन ब्ल्याक टी त डिफ्रेन्ट त्यस्तै आउँछ उताहरू हैन चिया तर दुध चिया चल्दैन हो त अनि त्यसपछि एकजना दाइ थियो त मलाई भनेको दुध लिएर आउने चियापत्ती अनि अलिकति पानी मिक्स गर्ने अनि पकाउने थर्मस हाल्ने अनि बेच्ने सुरुमा कस्तो बनाएको थियो आफूले टेस्ट गर्यो कि गरेन सुरुमा त तानै छैन कति दुध हाल्ने कति पानी हालिदिने अनि कसरी पकाउने चियापत्ती कसरी हाल्नुपर्छ गएर बेचेर मान्छे पहिला त नेपाली बोल्ने आउँदैन हैन अनि त्यसपछि इङ्ग्लिस बोल्छ मान्छेसँगै अनि त्यसपछि मान्छे त यो मान्छे कहाँको मान्छे हो अनि छिटो बुझ्छ त मान्छे म बाहिरको मान्छे हो अनि सिधै म पनि भन्छु बाहिरको मान्छे हो इरानको हो अनि ठिक छ माया गरेर चिया खान्छ तर चिया त नमिठो थियो पहिला त मलाई पकाउनै आउँदैन अनि यो एकजना दाइ आएर मलाई राम्रोसँगै सिकायो कसरी चिया पकाउने कति समय लाग्यो सिक्न चिया पकाउन कति थाहा नै छैन याद छ त्यो दिनहरू कसरी सिकाएको थियो भनेर घरमै आएर अनि दुध किनेर ल्यायो दाइले आफै दुध किनेर ल्यायो चियापत्ती सामान सबै आफै कोल्तीबाट किनेर ल्यायो मलाई अलिकति स्वागत गरेर हैन अनि त्यसरी पकाउने त्यसपछि सिकायो 3-4 चोटि पकाएर सिकायो सुरुमा बेच्न जाँदा के भनेर बेच्नुहुन्थ्यो पहिला त मेरो लागि धेरै गाह्रो थियो हैन नेपाली बोल्ने आउँदैन धेरै गाह्रो थियो
तर धेरै ट्राई गरेको दाइले मलाई सिकायो च्यालिनु हुन्छ भन्नुपर्छ तर भाषा त छुट्टै हुन्छ हाम्रो होइन ल्याङ्ग्वेज त छुट्टै हुन्छ यो मात्रै सिकायो च्यालिनुहुन्छ च्यालिनुहोस् दाइ च्यालिनुहोस् दिदी बहिनी च्यालिनुहोस् यति मात्रै थियो यति मात्रै थियो पछि कसरी आयो नेपाली बोल्न अहिले त मजाले फरार अनि चिया बेच्दै बेच्दै व्यापार गर्दै गर्दै बिस्तारै कुरा गर्दै गर्दै बिस्तारै बिस्तारै सिकायो अनि त्यसपछि त बिहेपछि अनि राम्रोसँगै सिकायो बिहे पनि गरिसक्नु भयो नेपालमै आएर हजुर है नेपाल आएको 3 वर्ष भयो हजुर बिहे भएको कति भयो अब 1-2 महिनापछि भ्यालेन्टाइन कहिले हो फागुनको 2 गते भ्यालेन्टाइन 10-15 दिन भ्यालेन्टाइन पछि 1 वर्ष हुन्छ फेब्रुअरी 14 हजुर त्यसपछि लप पर्यो है यो दिनमा लप पर्यो एक दिनमै भ्यालेन्टाइनको दिनमा के भनेर प्रपोज गर्नुभयो अनि त साथीहरूसँगै थियो अनि साथीहरू पनि एकजना भाइको बेरा थियो होइन अनि यो दिनमा हामी पार्टी बनाएर साथीको लागि होइन साथीहरू बनाएर अनि बसेर अनि त्यसपछि पार्टी पछि भनेको आर्यन तिमी त कहिले बिहे गर्ने कहीँ गर्लफ्रेन्ड छैन त्यही कुराहरू भनेको अलिकति म पनि दुख्यो होइन अनि त 3-4 चोटि मेरो वाइफसँगै चिया खाइरहेको थियो पहिला चिया बेचिरहेको थियो होइन अनि त्यसपछि सिधै कल गरेर यहाँ के थियो सिधै कुरा भनिसक्यो है सुरुमा त चिया बेचेर कति कमाइ भएको थियो थाहा छ मलाई सुरुमा यो असनमा मक्कनमा सिधै गएर आउँछु दिनमा त जान्दैन धेरै कति 2 घन्टामा 3-4 कप मात्रै जान्छ त पहिला बेच्नै आउँदैन सुरुमा हजुर तर त्यसपछि सिकायो अनि अहिले त राम्रो व्यापार भयो भने 120 कप 130 कप गइरहेछ तर नराम्रो भयो भने 60-70 कप भनी जान्छ है भनेपछि दिनमा कतिसम्म कमाइ भएको छ त दिनमा त 1500 1600 1400 1300 आउँछ तर त्यति फाइदा छैन अनि कस्तो छ किन त चिया पकाउने अलि गाह्रो हो सामान किन्नुपर्छ चिनी चियापत्ती कप एउटा कप पनि चाहिँ एक प्याकेटको 100 रुपियाँ पर्छ होइन अनि लाङ सुगमेलहरू मसलाहरू यो पनि सुगमेलहरू त धेरै महँगो होइन दिनमा 200-250 पनि खर्च हुन्छ मसलाको मात्रै खर्च हुन्छ होइन अनि सिलिन्डर त हप्तामा एकचोटि 10 दिन एकचोटि सिद्धिन्छ अहिले चिया आफै बनाउनु हुन्छ मजाले बनाउन आउँछ बनाउनै आउँछ तर पकाउँदैन म बुढी पकाउँछ बुढीले पकाउँछ हजुर आफूले बनाउँदैन अहिले बनाउँदैन त म बेचिरहेको छु अहिले पकाउँछ म बेच्छु अहिले पनि बुढी त अहिले पनि 4-5 दिन हो अहिले पनि व्यापार गइरहेको छु अहिले चिया बेच्न जानुभयो भने के भन्नुहुन्छ पसलमा गएर बेच्नुहुन्छ अहिले त मजाले पुरै आउँछ कुरा के भन्नुहुन्छ गएर चिया लिनुहुन्छ साउजी त्यही भन्छु पहिला पसलहरू हेर्छ दयहरू होइन अनि दिदी बहिनीहरू हुन्छ त्यहाँ त्यति सजिलो छैन चिया बेच्ने तर जान्छु सबै पसलहरू भन्छु म चिया लिनुहुन्छ अनि को खाने मन छ को खाने मन छैन अनि त्यसपछि चिया दिन्छु बिस्तारै तर ट्राई धेरै गर्छु चिया खाने मान्छेले पनि ट्राई गर्छु तर अब चिया खाने मान्छे त चिया खाँदैन तर जान्छु म टाइममा जान्छु सोध्छु चिया लिनुहुन्छ एउटै पसलमा पनि बारम्बार जानुहुन्छ फेरि दिनमा 3-4 चोटि जान्छु सोध्छु म चिया लिनुहुन्छ के भन्नुहुन्छ 3-4 चोटि जाँदाखेरि पनि उहाँहरूले खाइदिनुहुन्छ रिस उठ्छ फेरि म चिया खाने मान्छे छैन अब यहाँ आउनै पर्दैन कहिले त्यही भन्छ कहिले अब समटाइम पनि मान्छे धेरै राम्रो भयो भने के भन्छ कोही रिसाउँछ ओ भाइ यहाँ आउनुहोस् एक कप चिया दिनुहोस् तर फेरि यहाँ आउनुहोस् म चिया खाँदैन त्यही भन्छ अब फेरि म उता जाँदैन किन त रिस हुन्छ किन त चिया खाँदैन त्यही भएर है बाटोमा देखेपछि आर्यन त यतामा फेमस पनि रहेछ नेपाली ज्वाइँ भनेर पनि धेरैले चिन्दो रहेछ नि त अहिले त नेपालको मान्छेहरू मलाई नेपाली जोइ भनिरहेको छु हाम्रो नेपाली जोइ भन्दैछु सुरुमा इरानबाट नेपाल आइसकेपछि होइन चिया बेच्नुभन्दा अरू काम पनि थियो म त 7 महिनासम्म एउटा होटेलमा तामिलहरूतिर काम गरेर होइन अनि त्यसपछि पैसा नदिएर साउजीले अनि काम गर्ने छोडिदियो
अनि त्यसपछि त्यही काम गरेको चिया बेच्ने। कति कमाउनुहुन्थ्यो त्यति बेलामा त्यो होटेलमा? होटेलमा त महिनामा 6-7 हजार थियो, यो पनि दिएकै छैन, दिएन। त्यसपछि चाहिँ चिया बनाउने आइडिया आयो। चिया बनाउने आइडिया आयो र अनि त्यसपछि तमिल गएर यति आगो बलाएर किल्तीसँगै चिया पकाएर बेच्यो बिस्तारै किल्तीमा। अर्गानिक चिया। अर्गानिक चिया। हजुर, अर्गानिक चिया बेचिरहेको थियो। अहिले कति बजेदेखि चिया बेच्न जानुहुन्छ? कति बजे घर फर्किनुहुन्छ? बिहान त म 9 बजे पछि बाहिर निस्किन्छ अनि बेलुका समय 8 बजे। पहिला त 7 बजे समय थियो, अहिले त अलि घर भइरहेछ 8:30 बजे समय। सुरुमा अप्ठ्यारो लाग्दैन थियो चिया खानुहुन्छ चिया खानुहुन्छ भनेर पसल जाने बेलामा? धेरै दुःख पायो मेरो लागि। पहिला त कुरा भन्नै आउँदैन नेपाली कुराहरू होइन, एउटा इङ्ग्लिस मात्रै थियो अनि हाम्रो भाषाहरू थियो त हाम्रो भाषा त या पाउँदैन मान्छे सही काम छैन। सिक्नका लागि चिया बेच्नका लागि के गर्नुभयो अलिकति मलाई सुनाउनुहोस् न, सुन्न मन लाग्यो। बाहिर गएर अनि बतु मान्छे यिनी बेलामा छ नि पसलहरू बन्नै आउँदैन त यतिखेर म खोलाइ भने ठिक छ, अब मेरो दिमागमा के आइरहेको थियो म यिनी मान्छेले भन्नुपर्छ, त्यहीमा दिमागमा आयो मेरो। अनि मान्छेले भनेको दाइ चिया लिनुहुन्छ, दाइ त भन्दै चिया लिनुहोस् भन्दै थियो पहिला, चिया लिनुहोस् भन्दै थियो। अनि त्यही दाइले भनेको अघि नि त्यही दाइले आएर मेरो हात समाएर अलिकति अगाडि यिनको इङ्ग्लिस बोल्छ उसले भने मसँग, तपाईँलाई म चिनेको छ होइन, पहिलादेखि हेरिरहेको छु, अहिले कति दिन दुःख गरिरहेको छु चिया बेचेर, तर कुरा भन्नै आउँदैन, पहिला कुरा सिक्नुपर्छ। अनि तपाईँको चिया कस्तो छ, चिया पकाउने आउँछ कि आउँदैन, अनि म तपाईँलाई अलिकति स्वागत गर्छ। बाटो यिनी मान्छेले नभन्नु चिया लिनुहुन्छ कसरी, या मान्छे यिनीरहेको छु त्यो भन्नै हुँदैन। सायद बासी मान्छेले भन्नुहुन्छ, पसलहरू भन्नुहुन्छ, यो पसलहरू तरकारी पसलहरू कोप्रा पसलहरू भन्नुहुन्छ, तर बाटोमा यिनी मान्छेले भन्ने हुँदैन। तर तपाईँलाई म सिकाउँछु टेन्सन नलिऊ होइन। अनि मेरो रुममा आएर बिस्तारै सिकायो। है नेपाल को आउनु भएको इरानबाट? हामी 4 जना हो, म छु, दादी छु, 2 जना भाइ। तपाईको बुबा? हजुर, दादी, दाजुभाइ। मेरो दाजुभाइ होइन, म जेठो हो, 2 जना भाइ छ। भाइहरू? ऊ भन्दा कान्छ। 3 त दाजुभाइ हो। तपाईहरु नेपालमै हुनुहुन्छ सबै? हजुर, नेपालमै छ सबै। है सँगै हुनुहुन्छ? पुरै फ्यामिली नेपालमै छ। पुरै फ्यामिली? हजुर। अब उता जानु हुँदैन है? अब उता जान्दैन हामी, नेपाल यतै बस्छ। अब नेपाली नै भइसक्यो। हजुर। हैन, सबैले नेपाली जाइ पनि भन्छन्, अब आफू पनि नेपाली भइसक्यो, नेपाली भाषा पनि सिकिसक्यो। हजुर। है नेपालको कति माया लाग्छ? नेपाल त धेरै माया लाग्छ, नेपाली मान्छेले पनि धेरै माया लाग्छ। नेपालीको के राम्रो लाग्यो बानी? बानी त चिया बेच्ने बेलामा बाहिरको मान्छेले अब दुःख गर्ने हेर्छ होइन, माया गरेर चिया खान्छ, धेरै मलाई माया लाग्छ यो कुरा। विदेशी हो भनेर पनि माया लागेर पनि चिया खाइदिनुहुन्छ? हुन्छ हो है। समटाइम चिया नखाने मान्छे भने त्यही कुरा सोधेर चिया खान्छ। भनेपछि नेपालीहरू मायालु छन् भन्ने कुरा थाहा भयो है? हजुर हजुर। अरू मन नपरेको कुराहरू चाहिँ के छ नेपालमा? नेपालमा के पनि छैन, तर अस्ति नि म एउटा इन्टरभ्यू दिएर होइन, अनि म त कमेन्टहरू हेरेकै छैन, तर मान्छेको कमेन्टहरू साथीहरू भन्दैछ त अलिकति कमेन्टहरू नराम्रो छ। म एउटा कुरा भन्छु सबैलाई, म त बाहिरको मान्छे, म साँच्ची इरानको मान्छे हो, म नेपालको मान्छे छैन। तर कस्तो छ यो कमेन्टहरू म त हेरेकै छैन, तर साथीहरू भन्दैछ होइन, यो कमेन्टहरू नराम्रो हो। म सबैलाई एउटा कुरा भन्छु, दाजुभाइहरू दिदीबहिनीहरू स्वागत गर्ने सक्छ, मेरो आत्मै समाएर स्वागत गर्ने धेरै ठुलो कुरा हो आज मेरो लागि, मेरो फ्यामिलीको लागि। म दुःख गरिरहेको छु, दुःख गर्ने मान्छे हो, एकदम गर्व भइरहेको छ अहिले मलाई। तर स्वागत गर्नै नसक्ने त्यस्तो कमेन्टहरू मलाई नदिनु, के भन्छ, कमेन्ट नगरिदिनु।
नगरिदिनुहोस्। ल जस्तो मानिलिउँ म एउटा पसलमा बसिरहेको साउजी हुँ होइन, हजुर। अनि तपाईँ म कहाँ आउनुभयो भनेपछि मलाई चिया खानु भनेर कसरी भन्नुहुन्छ भन्नु त मलाई? चिया लिनुहुन्छ दाइ? चिया लिनुहुन्छ दाइ? हजुर। ल मलाई चिया लिनुहुन्छ साउजी? साउजी हजुर। ल मलाई 1 कप राखिदिनुहोस् त। हस् ल लिनुहोस् दाइ। कति पर्छ चियाको? चियाको दुध चिया लिनुभयो के कालो चिया लिनुभयो? हजुर। चिया दिने मान्छे भने थाहा छैन के चिया दियो होइन। 20 रुपियाँ पर्छ। 20 रुपियाँ पर्छ। 20 रुपियाँ मसँग 15 मात्रै छ, के गरौँ? केही फरक पर्दैन, 15 दिँदा पनि हुन्छ नि है? हुन्छ, केही फरक पर्दैन। एकदमै आर्यनसँग भेटेर मलाई एकदम खुसी लाग्यो, एकदम रमाइलो मान्छे। मलाई पनि धेरै खुसी भइरहेछ अहिले है, धेरै खुसी भइरहेछ दाइ। एकदमै पनि खुसी लाग्यो। चिया बेच्दै जानुहोस्, तपाईँको व्यापार फस्टाउँदै जाओस्, राम्रो हुँदै जाओस् होइन। धेरै धेरै शुभकामना दिन्छु मैले। के भन्न मन लाग्छ? म लास्ट कुरा हो दाइ, लास्ट कुरा हो सर। अनि म आर्यन आज एउटा राम्रो कुराले भन्नुपर्छ, म कसैलाई खुसी दिनै सक्छ, धेरै राम्रो हो। तर खुसी नदिने नसक्ने होइन, टेन्सन नदिने भने धेरै ठुलो कुरा हो होइन। मलाई अलि यताउति मान्छे भने टचर दिइरहेछ, अब बाहिरको मान्छे यस्तै हो दायाँ बायाँ कुरा भन्छ होइन। ठिक छ, मेरो अगाडि भन्ने हुन्छ तर मेरो पछाडि भन्ने हुँदैन, त्यही कुरा भनिन्छु। स्वागत गर्ने मलाई धेरै खुसी हुन्छ, स्वागत नगर्ने भने केही फरक पर्दैन, तर मेरो पछाडि कुरा गर्ने हुँदैन है। धन्यवाद सबैजना। आर्यन कति वर्षको भयो साँच्ची? म अब 26 years old. Yeah. 26 years old. तर नट स्योर, 1-2 महिना अब कम केही उताको त देश त डेटहरू चेन्ज भइरहेछ, म पनि अब धेरै हेर्दिनँ, तर यस्तै हो। उताको साथीहरूसँग त कन्ट्याक्ट हुन्छ होला नि अहिले, हुन्छ कि हुँदैन? कन्ट्याक्ट पहिला थियो, तर अहिले त मोबाइल मसँग छैन, त्यति मोबाइल सिम्पल हो होइन। वाट्सएपहरू इन्स्टाग्रामहरू छैन, अहिले 7-8 महिनासम्म कन्ट्याक्ट छैन, तर धेरै मिस गरिरहेछ। पक्कै पनि दर्शकवृन्द तपाईँहरूलाई आर्यनसँगको यो कुराकानी कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै तल प्रतिक्रिया दिन भने नबिर्सनु होला, र नराम्रो कमेन्ट भने कसैले पनि नगरिदिनु होला। आर्यनले त्यही अनुरोध गर्नुभएको छ। र अर्को भागमा भने मैले आर्यनले नेपालमै बसेर चिया बेच्दै एकजना चिया बेच्ने दिदीसँग बिहे गर्नुभएको छ, नेपाली ज्वाइँ पनि बनिसक्नु भएको छ। म अर्को भागमा उहाँसँगको कुराकानी तपाईँहरूको माझमा लिएर आउनेछु है। हस्, थ्याङ्क यू सो मच। ओके, धन्यवाद. سلام میکنم به همه ایرانیان عزیز، علل خصوص اهوازی‌های خونگرم خودمون و بچه‌های آسیاباد. دلم خیلی براتون تنگ شده، خیلی دلم براتون تنگ شده. اگر این اینترویو رو میبینید از ته قلبم دوستتون دارم و همتون رو میبوسم. के भन्नुभयो? इरानी भाषामा त बोल्नु भयो। अब इरानी भाषा त भनेको म सबै साथीहरू, फ्यामिलीहरू, काकाहरू, फ्यामिलीहरू उताको होइन, मिस गरिरहेछ होइन, धेरै मिस गरिरहेछ। सो आई लभ यु एभ्री वान, सबैजनालाई मै गरिरहेछ। म जहिले पनि कहिले पनि बिर्सिँदैन तपाईँहरू होइन। तपाईँहरू जहिले पनि मेरो यादमा छ अनि मिस गरिरहेछ। आई लभ यु सबैलाई माया गरिरहेछ। एकदमै हस्, धन्यवाद है।